नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं। सरकार विरुद्ध प्रचण्ड नेपाल समूहले आज 2 लाख बढी मानिस उतार्दै गरेको सम्बन्धी प्रसंगबाट। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र त्यसपछिको संवैधानिक नियुक्ति विरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ। प्रदर्शनमा सहभागी हुन प्रदेश नम्बर 2 का हरेक स्थानीय तहबाट कम्तीमा 2 वटा बसमा नेता कार्यकर्ता विरोध सभामा पुगेका छन्। मंगलबार बिहानैदेखि साँझसम्ममा प्रदेश नम्बर 2 का जिल्लाहरूबाट बस, जीप, विंगर लगायतका गाडीमा प्रदर्शनका लागि काठमाडौँ प्रस्थान गरेका छन्। अहिले विरोध सभाको धमाधम तयारी भइरहेको छ। नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार विरोध सभा दिउँसो 12 बजेपछि सुरु हुने अनुमान गरिएको छ। ब्रिकुटी मण्डपमा आयोजना गरिने विरोध सभामा 2 लाख भन्दा बढी मानिस सहभागी हुने मञ्च व्यवस्थापन संयोजक सूर्य सुवेदीले दावी गरेका छन्। भाषण सुन्न सजिलो होस् भनेर पुरानो बस पार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा डिजिटल स्क्रिन राखिएको उहाँले जानकारी दिनुभएको छ। साथै रत्न पार्क, बागबजार र त्रिपुरेश्वरमा माइक पनि व्यवस्था गरिने उहाँले जानकारी दिनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस 5 गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड नेपाल पक्ष आन्दोलनरत छ। यसअघि उसले माघ 9 गते पनि काठमाडौँमै विरोध सभा गरेको थियो। विरोध सभामा आउनेको संख्या सोचेभन्दा बढी हुने देखिएको भन्दै नेकपाले जुलुसको रुट परिवर्तन गरेको छ। अब मूल जुलुस सुन्धरा र केशर महल गरी 2 ठाउँबाट निस्किने संघर्ष समितिका सदस्य सुवेदीले जानकारी दिएका छन्। सुन्धराको जुलुसको नेतृत्व प्रचण्ड नेपालले गर्नेछन् भने केशर महलको जुलुसको नेतृत्व संघर्ष समितिका संयोजक नारायण काजी श्रेष्ठ, योगेश भट्टराई लगायतका नेताले गर्नेछन्। काठमाडौँका 11 स्थानबाट जुलुस निस्किने सुवेदीले बताएका छन्। उपत्यकाको सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले बताएका छन्। सुवेदीका अनुसार मञ्चको व्यवस्थापन मात्र होइन, सुरक्षामा पनि उत्तिकै ध्यान दिएका छौं। सभामा अध्यक्षद्वय प्रचण्ड र नेपाल वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायण काजी श्रेष्ठले सम्बोधन गर्नेछन्। सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी वक्ता चयन गरिएको नेकपा संघर्ष समितिले जनाएको छ। संसद विघटन विरुद्ध परेका रिटहरूमा आजबाट पुनः बहस सुरु हुँदैछ। न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार 1 दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो। संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा 13 वटा मुद्दा परेका छन्। ती मुद्दामाथि माघ 4 गतेदेखि निरन्तर बहस हुँदै आइरहेको छ। हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ। त्यसअघि रिट निवेदकका तर्फबाट 70 जना भन्दा बढीले बहस गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस 5 गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यस विरुद्ध परेका रिटमाथि सुनवाई गर्न प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा 5 सदस्यीय संवैधानिक इजलास गठन गरेका छन्। संवैधानिक इजलासमा दुवै पक्षको बहस सकिएपछि एमिक्स क्युरीले आफ्नो राय दिनेछ। प्रदेश नम्बर 2 मा पहिलो चरणमा झण्डै 26,000 को कोभिड-19 विरुद्धको खोप लगाएका छन्। गत माघ 14 गतेदेखि प्रदेशमा सुरु भएको कोभिड-19 विरुद्धको खोप अभियान अन्तर्गत माघ 24 गतेसम्ममा 25,636 जना अर्थात् 74% खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार पर्सा जिल्लामा सबैभन्दा बढी 5,118 जना र सबैभन्दा कम 1,807 जनालाई मात्रै खोप लगाइएको छ। त्यसैगरी धनुषामा 3,803, मोहत्तरीमा 2,275, सर्लाहीमा 2,976, रौतहटमा 2,539, सिरहमा 3,426 र सप्तरीमा 3,754 जनालाई कोभिड-19 विरुद्धको खोप लगाइएको छ। भारतीय सरकारको अनुदानमा प्राप्त भएको 10 लाख खोप मध्ये संघीय सरकारले प्रदेश नम्बर 2 को सरकारलाई पहिलो चरणको लागि 34,804 थान खोप उपलब्ध गराएको थियो। यसैबीच प्रदेश नम्बर 2 का
मंगलबार 1 जना मात्रै कोरोना पोजिटिभ पाइएको छ। विभिन्न जिल्लाका 28 जना शंकास्पद व्यक्तिको मंगलबार स्वाब परीक्षण गर्दा 1 जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको प्रदेश नम्बर 2 का स्वास्थ्य निर्देशनालयले जनाएको छ। जनकपुर धाम उपमहानगरपालिका 2 बस्ने एक युवामा कोरोना पोजिटिभ पाइएको छ। यो सँगै प्रदेशमा कोरोना पोजिटिभको संख्या 17,991 पुगेको छ भने उपचार पश्चात कोरोना संक्रमणबाट निको भएका संख्या 16,926 पुगेको छ। अहिलेसम्म प्रदेश नम्बर 2 का 1,45,476 जनाको कोरोना परीक्षण भइसकेको छ। पहिला केही महिना यता प्रदेश नम्बर 2 का कोरोना संक्रमितको संख्यामा व्यापक कमी आएको स्वास्थ्य कर्मीहरूको भनाइ छ। त्यसैगरी प्रदेश नम्बर 2 का अहिलेसम्ममा 169 पुरुष र 40 महिला गरी 209 जनाको कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश नम्बर 2 मा पहिलो चरणमा झण्डै 26,000ले कोभिड-19 विरुद्धको खोप लगाएका छन्। गत माघ 14 गतेदेखि प्रदेशमा सुरु भएको कोभिड-19 विरुद्धको खोप अभियान अन्तर्गत माघ 24 गतेसम्ममा 25,636 जना अर्थात् 74% खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश नम्बर 2 कै दोस्रो अत्याधुनिक राइस मिलको सिराहामा उद्घाटन भएको छ। वीरगञ्जपछि सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर 9 मा अत्याधुनिक कौशल एग्रो राइस मिल प्रणालीको एनसीसी बैंकका कार्यकारी अधिकृत रमेश राज आचार्यले मंगलबार उद्घाटन गरेका हुन्। कार्यकारी अधिकृत आर्यले शुभकामना दिँदै भनेका छन्, एनसीसी बैंकले यस क्षेत्रको आर्थिक समृद्धिको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने लक्ष्य अनुसार नै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे। उनले समृद्धिको लागि सहयोग गर्न तत्पर रहेको बताउँदै स्थिति व्यवस्थित तरिकाले उद्योग सञ्चालन गर्न शुभकामना पनि दिए। वरिष्ठ अतिथि खाद्यान्न व्यापार तथा वाणिज्य विभागका महाप्रबन्धक नेत्र सुवेदीले उद्योगको प्रगतिको शुभकामना दिए। अर्का विशिष्ट अतिथि सिराहा जिल्ला प्रमुख अधिकारी प्रदीप राज कणेलले उद्योगको सफलताको कामना गर्दै यहाँबाट उत्पादित चामल देश विदेशमा पनि आफ्नो पहिचान बनाओस् भन्दै शुभकामना दिए। उद्योगका सञ्चालक महेश शाहले भने 40 करोडको लगानीमा सुरु भएको राइस मिल 70 जना कामदारले रोजगारी पाउने बताएका छन्। सञ्चालक शाह गोलबजारका स्थापित र सफल व्यापारी रहेको स्थानीय व्यापारीहरूको कथन रहेको छ। उद्योग व्यापार संघ गोलबजारका वरिष्ठ उपाध्यक्ष समेत रहेका सञ्चालक शाहले विगत लामो समयदेखि गोलबजारमा राइस मिल चलाउँदै आइरहेका छन्। सञ्चालक शाहले भने यहाँबाट उत्पादित चामल देशको राजधानी काठमाडौँ पोखरा लगायतको हरेक क्षेत्रमा पुग्ने र व्यापारसँगै सेवाको भावनाले पनि उद्योग सञ्चालनमा ल्याएको बताए। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथिहरूलाई सञ्चालक शाहले मायाको चिनो प्रदान र दोसल्ला उडाई सम्मान गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य उद्योग व्यापार संघ गोलबजारका महासचिव एवं सफल व्यवसायी राकेश गुप्ताले गर्नुभएको थियो भने अध्यक्षता सञ्चालक शाहले गर्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले यस प्रकारको अत्याधुनिक राइस मिल सिराहाको मात्र होइन प्रदेश नम्बर 2 कै स्थान रहेको बताएका छन्। सप्तरीको शम्भुनाथ नगरपालिका 2 कनकपुरमा मंगलबार अति विपन्न 14 परिवारलाई घर हस्तान्तरण गरिएको छ। शम्भुनाथ नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष दुर्गानन्द भगतको अध्यक्षता तथा प्रदेश नम्बर 2 का सामाजिक विकास मन्त्री नवल किशोर शाहको प्रमुख आतिथ्यतामा आयोजित एक समारोहका बीच अति विपन्न दलित परिवारलाई घर हस्तान्तरण गरिएको हो। महुली सामुदायिक विकास केन्द्र, हैबिटेट फॉर ह्युमनिटी नेपाल र शम्भुनाथ नगरपालिकाको संयुक्त साझेदारीमा निर्मित घर मन्त्री शाहले साँचो प्रदान गरी हस्तान्तरण गरे। घर हस्तान्तरण गर्दै मन्त्री शाहले घरलाई सुरक्षा गरी उपयोगमा ल्याउन घर धनीलाई आग्रह गरे। अति विपन्न गरिब दलितका लागि आवास निर्माण गरेको भन्दै मन्त्री शाहले सहयोगीहरूलाई धन्यवाद समेत दिए। गरिबका लागि यतिको आकर्षक घर जग्गा पाउनु सामान्य कुरा होइन मन्त्री शाहले भने। राष्ट्रकै उदाहरणीय भएको छ। कम लगानीमा सुरक्षित आवास बन्ने र भूमिहीन गरिबले पाउने भएकोले योजनालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए। मन्त्री शाहले योजनाले गरिबहरूलाई
निर्धक्कपूर्वक बस्ने बासको लागि सहज हुने भएकोले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। घर हस्तान्तरण कार्यक्रममा महुली सामुदायिक विकास केन्द्रका निर्देशक प्रभुनारायण चौधरी, हेबिटेट ह्युमानिटी नेपालका प्रबन्धक रामप्रकाश दनुवार, इन्जिनियर तृप्ति महासेठ, प्रस्तुति केसी र महुली समुदायका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो। छाना कार्यक्रम अन्तर्गत सञ्चालित तथा निर्मित सामुदायिक आवास र हिल्टी बास आवासमा प्रति घर 3,94,000 लगानी भएको जनाइएको छ। बाँस तथा स्थानीय स्रोत साधन र श्रमको बढी उपयोग गरी बनाइएको घर निर्माणमा कम लगानी लागेको महुली सामुदायिक विकास केन्द्रले जनाएको छ। कनकपट्टीमा 34 परिवारका लागि बनेको घर मध्ये हिल्टी बास आवास योजनाका 14 घर अति विपन्न गरिब दलित परिवारलाई हस्तान्तरण गरिएको महुली सामुदायिक निर्देशक चौधरीले जानकारी दिनुभएको छ। मन्त्री शाहले घर हस्तान्तरणपछि निर्माणाधीन अन्य आवासहरूको समेत निरीक्षण अवलोकन गरेका थिए। दलित परिवारले सुरक्षित आवास र भूमि पाउने देखेपछि मन्त्री शाह अग्निसायर कृष्ण सवरण र स्थित कटाहा भेटिएको 50 घर एकीकृत बस्तीमा पुगेर उनीहरूको समस्याबारे जानकारी लिएका थिए। मन्त्री शाह समक्ष स्थानीयले बाटो, विद्यालय, विद्युत, खानेपानी, बेरोजगारीको समस्या राखे। मन्त्री शाहले एकीकृत बस्तीमा भएको आवश्यकतालाई पूर्ति गर्न पहल गर्ने र प्रदेश सरकार साथ रहने प्रतिबद्धता व्यक्त गरे। गत साल अग्निसायर कृष्ण सवरण गाउँपालिका महुली सामुदायिक र हेबिटेट फर ह्युमनिटीको साझेदारीमा एकीकृत बस्ती निर्माण गरी अति विपन्न दलित समुदायलाई हस्तान्तरण गरिएको थियो। रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा रोजगारीको नाउँमा एक गैर सरकारी संस्थाले दलित महिला तथा पुरुषहरूको श्रम शोषण गरिरहेका छन्। वर्ल्ड पड प्रोग्राम अन्तर्गत सञ्चालन गरिएको स्वरोजगार कार्यक्रममा सहभागी भएकी दलित समुदायको महिला पुरुषको श्रम शोषण गर्ने कार्य भइरहेको छ। चितवनको फरवर्ड नामक संस्थाले दैनिकी 9 घण्टा जोखिमपूर्ण काम गराएर न्यून पारिश्रमिक दिने गरेको महिलाहरूले गुनासो गरेका छन्। 40 दिनको रोजगारमुखी कार्यक्रम रहेकोमा बिना सुरक्षा मापदण्डको कार्य गर्नु परेको उनीहरूको भनाइरहेको छ। नाला सरसफाई गर्दा हात तथा खुट्टा काटिने खतरा रहेको बताउँदै प्राथमिक उपचारको व्यवस्था समेत संस्थाले नगरेको हुँदा कार्य गर्न समस्या भइरहेको मोल्ही देवीले बताएकी छिन्। नगरपालिकाको वडा नम्बर 2 मा 42 जना, वडा नम्बर 3 मा 77 जना र वडा नम्बर 6 मा 92 जना महिला पुरुष कार्यरत रहेका छन्। बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म जोखिमपूर्ण काम गर्दा 517 रुपैयाँ पारिश्रमिक दिने गरेको सामूहिक अध्यक्ष ललिता देवीले जनाएकी छिन्। फोहोर भएको ठाउँमा सरसफाई गर्ने कार्य गर्दा खुट्टामा सिसा बोतलको टुक्राले काटिने तथा पन्जा नभएको कारण हात काटिने खतरा भएको उनले बताएकी छिन्। काम गर्ने जोखिम मजदुरलाई जुत्ता, पन्जा, मास्क उपलब्ध गराउनु पर्नेमा काम गराउने संस्थाका प्रतिनिधि भोला पटेल रामपुकारले त्यो सुरक्षाको सामग्री समेत नदिएको उनीहरूले दावी गरेका छन्। दिनभरि काम गर्दा पनि खाजा नदिने गरेको आरोप महिलाहरूले लगाएका छन्। काम गर्नेको 3 लाखको बिमा गर्नुपर्नेमा सो पनि नगरिदिएको बुझिएको छ। पानीको निकास नभएकोले नाला सफाईको कुनै औचित्य नभएको स्थानीयहरूले टिप्पणी गरेका छन्। समूहको निगरानी गर्ने जिम्मा पाएका व्यक्तिको लापरवाहीको कारण महिलाहरूले कुनै बेला ज्यान जोखिममा पार्नुको साथै दुर्घटना हुन सक्ने स्थानीयहरूको कथन रहेको छ। समूहको अध्यक्ष रहेका जयप्रकाश हाजराले सुरक्षाको सामग्री उपलब्ध नभएको स्वीकार गरेका छन्। संस्थाले 5 जना पुरुषको लागि जुत्ता, ज्याकेट, ग्लोभ्स मात्र दिएको बताएका छन्। गैर सरकारी संस्थाले बढी आय गर्ने उद्देश्यले गरिब निमुखा जनतालाई ठगिने गरेकोले सम्बन्धित निकाय स्थानीय सरकारले निगरानी गर्नुपर्ने आवश्यकता रहेको छ। सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्री परिषदले विगत झैं राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय गरेको छ।
एसईई को परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन। मन्त्री परिषदले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन व्यवस्थापन नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ। सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अगाडि बढ्न बाटो खुलेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले बताउनुभयो। गहुँको मौसममा नहरमा पानी नहुँदा किसानलाई हिउँदे बाली लगाउन समस्या भएको छ। सप्तरीको चन्द्र र कोशी पश्चिम नहरमा पानी नछोड्दा किसानलाई बालीमा लगाउन समस्या भइरहेको छ। खेतमा लगाएको गहुँ बाली पानी अभावले डढ्दै गइरहेको छ। यस वर्ष हिउँदे वर्षा नभएकाले गहुँ खेतीमा पानी लगाउन नपाएर किसान पीडित भएका छन्। नेपाल र भारत दुवैतर्फको किसानलाई सिँचाइमा सुविधा पुर्याउने उद्देश्यले कोशी ब्यारेजबाट पूर्वी र पश्चिमी कोशी गरी दुईवटा नहर छन्। भारततर्फ जाने पूर्वी नहरमा पानी छोडिएको छ र नेपालतर्फ रहेको पश्चिमी नहरमा पानी नछोडिएको कारण सप्तरीका किसानलाई मार्क परेको छ। ब्यारेजदेखि सप्तरीको डाक्नेश्वरी नगरपालिका 6 कटैयासम्मको 32 किलोमिटर नेपाली भूमि हुँदै यो नहर भारत छिरेको छ। नेपालतर्फको 32 किलोमिटरको यो भूमिमा सयौं किसानले हजारौं बिघा जग्गामा अन्न बाली लगाउने गरेका छन्। यो सँगै जोडिएका 12वटा छोटी नहर पनि रहेको छ। छोटी नहर मार्फत केही टाढाका किसान पनि सिँचाइबाट लाभान्वित हुने गरेका छन्। पूर्वी नहरमा हालिएको पानीबाट नेपालीलाई कुनै फाइदा छैन। यो नहर झन्डै 1 किलोमिटर नेपाली भूमिमा छ भने बाँकी सबै भारतीय भूमिमा छ। नेपालको 1 किलोमिटर क्षेत्रमा खेती योग्य जमिन नै छैन। यो नहरको पानीले भारतीय किसानले मात्रै सिँचाइ गर्न पाउने गरेका छन्। भारतले कोशी पश्चिमी नहरमा पानी नछाड्दा सिँचाइ गर्न समस्या भएको डाक्नेश्वरी नगरपालिका 4 का किसान चन्दन शाहले बताउनु भएको छ। प्रत्येक वर्ष यही नहरबाट गहुँ बालीमा पानी हाल्दै आएको तर यस वर्ष पानी नदिँदा समस्या भएको उनले बताएका छन्। नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा 91,900 रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन पनि मंगलबारकै मूल्य अर्थात् तोलामा 91,400 रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। यसैबीच बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार 1340 रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। विश्वभरमा 7 करोड 92 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। बुधबार बिहानसम्ममा 7 करोड 92 लाख 76,545 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 10 करोड 73 लाख 76,456 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 23,48,684 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 56 लाख 3,000 भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 77 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 76 लाख 24 हजार भन्दा बढी निको भएका छन् भने 4,79,387 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 8 लाख 58 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 5 लाख 59 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,55,280 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,72,215 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,68,431 जना निको भएका छन्। यहाँ कोरोनाबाट 2,047 जनाको ज्यान गइसकेको छ। हवस् त यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।